क्योङनसला अल्पाइन ट्रेल दामी ओ गोसेटा पुगेछ केटाहरु फेरि कक्चुरुङ पुगेछ तिमी भेट भइसक्यो हेलो अमनति उरालो भाग्नु हुँदैन उकालो भाग्नुपर्छ कि भालु चाहिँ गुड मर्निङ फ्रम क्योङनसला 15 माइल हो टक्कै हाम्रो आज हाइकिङ चाहिँ मिलाउन चाहिँ हाम्रो मिलन र फर्स्ट दुज के हो यो क्वालिटी धिरेन अब हामी 5 जना चाहिँ जान्दैछौँ यस हाइकिङ जाँदाखेरि चाहिँ बेस्ट गुड लक चाहिँ यिनीहरू है गुड लक हिमालमा यस्तै भेट्छ हो यहाँ काजा त टप नच छ यहाँ मेरो चाहिँ विदाउट एक्सको आउँदैछ राम्रो धिरेनले पनि दिँदैछ यहाँ 15 माइल हो यहाँ चाहिँ र यहाँबाट चाहिँ उहाँ माथि अलिक यहाँ माथि भन्ने जग्गामा गएर चाहिँ त्यहाँबाट चाहिँ आजको हाइकिङ स्टार्ट क्योङनसला पनि दामी खोल्लेछ हो आज चाहिँ र खाजा खाइसकेर हिँडेको क्योङनसला यो दामी जग्गा छ टक्कै 9 बजी छ कति हुन्छ हो खै सियो तिमी भेट भइसक्यो हेलो अमनति हजुर अमनति तपाईँहरू कता जानुभएको तपाईँहरू चाहिँ हामी चाहिँ गएको नाथाङ भ्याली म चाहिँ सिआइडीको स्टाफ पर्सन ए हजुर हजुर हस् हुन्छ हजुर हुन्छ हस् अमनति भाइ अब यहाँ यो आइसलु के हो यो अब स्ट्रबेरी यो रोड यहाँ छ हो क्योङनसलाको अलिक यता रोड यहाँ चाहिँ स्ट्रबेरी 1.5 किलोमिटर जस्तो चाहिँ हिँडिसकेको छ रोडमै रोड मार्च हुँदैछ यहाँ बाइक राख्नको लागि यो सबै चाहिँ हो र यस क्योङनसला अल्पाइन सेन्चुरी हामी चाहिँ यहाँबाट हिँडै यहाँ छ परबाट हामी चाहिँ कति हिँडेछ झन् 2 किलोमिटर हिँडेछ नि रोडमै अन्त अब चाहिँ गयौँ लाग्यौँ यस पर्मिटहरू सबैले दिनुपर्छ यहाँबाट हाम्रो गाइड टुर अपरेटर जानुभएको छ अब यहाँ माथि त खतरा हो अचानकमा भालु निस्किन्छ हाम्रो स्ट्रेटेजी के छ हौ उरालो भाग्नु हुँदैन उकालो भाग्नुपर्छ कि भालु चाहिँ अलिक जिउ ठुलो हुन्छ हो उकालो कुद्नु सक्दैन अन्त यता हाम्रो धिरेन चाहिँ अब उकालो कुद्नु सक्छ सक्दैन उरालो भाग्यो साह्रो काम गर्दैन होला भालु त स्ट्रङ हुन्छ होइन सिलगढी यो नि समर हाइकिङको ड्रेस चाहिँ हो है ल साइक्लिङमा यहाँबाट स्टार्ट भयो म्याप यहाँ रहेछ हामी आज यो अल्पाइन सेन्चुरीको म्याप हेर्नुहोस् तपाईँहरूले पनि हामी अहिले पढ्नु पर्नुपर्छ र यस यहाँ छ स्टार्टिङ कस्तो दामी रहेछ ट्रेल आम्बो गरम छ अहिले वेदर हो हाइक नगरेको निकै भएको थियो अस्ति लास्ट गोचेला ट्रेक गरेर आज यो हाइक दामी मिलाएको छ हो हाम्रो मिलनले यस स्टार्ट द डे अम्बो ट्रेलको मजा चाहिँ हाम्रो यस्तो हल्का यो सुकेको खालको वुड्सभित्रको बाटो हो ट्रेलको चाहिँ यस्तै नै हो प्लस कहिले नदेखेको भेजिटेसनहरू प्लान्ट्सहरू त्यस्तो देखिन्छ हेर्नुहोस् न पछाडि वाउ बाउ यस्तै मजा छ क्या हाम्रो टुर गाइड मेन्टल पिस हुन्छ नि यस्तो प्लस फेरि यो अलरेडी साइडो जोन हो नेटवर्कै आउँदैन नि सिमहरूको हो त्यसले गर्दा झन् यहाँ चाहिँ फर्स्ट वाच टावर रहेछ हेरेर जान्दैछौँ के छ के कसो खोला चाहिँ दामी क्या तर जङ्गल र हामी पहिला जाँदाखेरि चाहिँ उयो निस्केको पास
चौनसला चाहिँ यहाँ पछाडि यहाँ माथि समिट चाहिँ यहाँबाट माथि रहेछ यता ट्रेल देख्दैछ अघि हामी आएको ट्रेल यो धुप्पी पनि यस्तो मजाको फुल्दो रहेछ ब्लू खालको पर्पल ब्लू के भन्छ फुल्दो रहेछ यहाँ दाजु कस्तो दाइमा आइदिएको पोस्टरमै गोराल रोक भन्दो रहेछ माथि चाहिँ हामी चाहिँ सायद त्यहीँ माथितिर गएको होला सबै फर्स्ट टाइमै हुन् त हामी त अहिले चाहिँ फर्स्ट ब्रेक यस हल्का वाटर ब्रेक हाम्रो पास चलन सबै यही छ पर्मिट कार्ड छ हैन केटाहरुको ठिकै छैन चक्लेट खाउँ न हल्किहाल्छ भन्नु हैन माथि पनि देखाउनु पर्छ हैन आर्मीहरुले पुग्छ नि माथि पुगेर खाएको होला जुन चाहिँ अब यतै खाएर गएको एन्ट्री नहुने जग्गा केटाहरु साइक्लिङ गरिसकेर दाजु यता पानी यति खान सक्छ हामी लिनुहुन्छ यो एक कप पनि खानु पर्दैन कि खाइहाल्यो भने चाहिँ केही खानु पर्दैन मुसोभरि ममाबुको स्पेसल रहेछ नि अलिक ढुङ्गाकै फेदमा स्टिप रहेछ ट्रेल चाहिँ यहाँ चाहिँ चढ्दैछ मेन ढुङ्गाहरूकै फेदमा रहेछ क्योङमसला अल्पाइन ट्रेल अल्पाइन सेन्चुरी जाने लेट्स सी अहिले चाहिँ यो ढुङ्गाको मुनि धुम्यो हुन्छ खोलिदिन्छ एक वेब तल नि यसो आग लगा दी दिलेन ओ धीर भिडियो गरेर अगाडि जाऊ न यो चाहिँ हो हाम्रो अर्को मिलनले सेफ दिँदैछ हो क्यामेराम्यान यहाँ छ यस्तो स्टिप छ यहाँ हेर्नुहोस् न है कालो ओह्रालो पानी पनि झर्दै रहेछ ढुङ्गामा दिन धुमिँदैछ मजा आउँदैछ क्योङमसला अल्पाइन ट्रेल दामी अब गोसेटा पुगेछ केटाहरू फेरि कक्चुरुङ पुगेछ खासै आइफोनको क्वालिटी मिलन यहाँ हो यहाँ तिमीले रिल्स पठाएको अस्ति मेन बाटोमा ब्लक भएछ नि यहाँ ट्रेलमै अलिकति झरेछ यो ल यहाँ ट्रेलको अलिक हातपात आएछ यो पक्रेर आउँदा भयो त ट्रेलहरू यहाँ हल्का यो ट्रेल चाहिँ धेरै बादमा गभर्मेन्टले खोलेको नि सो ट्रेल चाहिँ यस्तै रहेछ है साटिस मजा आइदियो है त्यो ढुङ्गामा चाहिँ आएन मलाई होइन बाबु उता बाटै छैन नि अब रिबकले डिकेटलोनलाई जित्यो त हौ डिकेटलोनले रिबकलाई जित्यो त ओ यहाँ पक्र दिन चाहिँ हल्का धुम्म भइदियो अब समर हो दिस इज एक्सपेक्टेड हामी सबै रेनकोटहरू पनि रेडी नै छौँ सम चाहिँ ट्रेल चाहिँ त्यही त मिठो गराउँदैछ यस्तो तारले फरेस्ट डिपार्टमेन्टले मजाले गर्दै गर्छ ट्रेल चाहिँ सानो बाटो रहेछ हो हाम्रो एक्सिलेन्ट मान्छे चाहिँ माथि आमा केचुवा छ नि मान्छे नै केचुवा छ नि हौ ढुङ्गाको भिडमै हिँड्दैछ हामी भिडकै मुनि मेन ढुङ्गा र यो एउटा अब कहिले पहिला जियोग्राफीको त्यो भन्छ नि माउन्टेन बिल्डिङ प्रोसेसतिर मुनि समुद्रको पल्टेको ढुङ्गाहरू है यिनीहरू चाहिँ त्यो ढुङ्गा कहाँ आउँछ नि त त्यति सीबाट पल्टेर आएको ढुङ्गाहरू र हिँडेर परबाट हिँडेर जाने बाटो पनि छ तर अब हाम्रो चाहिँ प्रोहरू छ रक क्लाइम्बिङ त बिना इक्विपमेन्ट्सहरू छ त है आच्छै धेरै नि त अन्त सजिलो चढ्यो त ओमाबु त निकै साह्रो चढेको थियो धेरै नि त टेक्दा चढी गयो त हौ
अब यहाँ चाहिँ रकको भ्यालीहरू दामी रहेछ उत्तम अलिकति दिन चाहिँ यहाँ माथि हेर्नुहोस् अब तारको सिनहरू छ यहाँ वाउ शान्ति अब चाहिँ दामी त्यही त लस्ट इन द जङ्गल चाहिँ अब भयो नि हौ दामी यस मजाको ढुङ्गा रहेछ कि फोटो सेसन हुँदैछ हाम्रो पिङमेन दाजुको यस हामी यहाँ चिलको इगल नेस्टमा बसिरहेको छौँ तल ओभा पनि चाहिँ भएन त्यो भएन र यहाँसम्म मात्रै आउनु पाइँदो रहेछ यहाँ चाहिँ र हामी चाहिँ यहाँदेखि निकै माथि पनि एक्सप्लोर गर्नु गएको थियौँ किनकि माथि अलिक दामी चौरहरू थियो जस्तो लागेर र त्यो चाहिँ नेक्स्ट एपिसोडमा हेर्नुहोस् थ्याङ्क यू